मलाई त अचम्म लाग्यो यो खाडीमा विकास भएको देख्दाखेरि। हेर्नुहोस् त, बाटोहरू चिल्लो चिल्लो बनेको छ। कुनै यहाँ बन्द हडताल अनि जामहरू भिडभाडहरू केही देखिँदैन। हाम्रो नेपालमा हेर्नुहोस् त, बन्द हडताल जाम जताततै बेरोजगारीको कारणले नै होला सायद। न यहाँ मान्छेहरू देखिन्छ, न यहाँ त्यस्तो चक्का जामहरू भएको देखिन्छ। यहाँ त त्यस्तो केही देखिँदैन। जताततै हेऱ्यो ठुल्ठुलो बिल्डिङहरू, बाटोहरू चिल्लो चिल्लो, अनि त्यही माथि यस्तो गर्मी ठाउँ, यस्तो मरुभूमि, यहाँको डेभलप देखेर मान्छे छक्क पर्छन्। तर हाम्रो नेपाल त्यस्तो सुन्दर ठाउँ भएर पनि विकास हुनु नसक्नुको पछाडि चाहिँ के हो त? त्यही भ्रष्ट कर्मचारी, भ्रष्ट नेता र पटक हामी त्यही भ्रष्ट नेतालाई जिताएर चाहिँ देश कङ्गाल बनाऊ खाऊ भनेर नै होला सायद। अब त्यसो भए हामी जबसम्म त्यो दलको पार्टीको चाहिँ झोला फ्याँक्दैनौँ, हामी झोले हुँदैनौँ, तबसम्म यो देशमा विकास हुँदैन। त्यसो भए हामी सुकुटी र बियरमा चाहिँ कहिले पनि हाम्रो आफ्नो मत दिएर साँच्चै यो देश बिगार्ने काम नगरौँ। र सुरुवात हामी आफैबाट गर्नुपर्छ। हामी यो सचेत हुनुपर्छ। अब हामी रोजगारी भएर भन्दा रोजगारी हुनु पऱ्यो। देशमा उद्योग कल कारखानाहरू स्थापना हुनु पऱ्यो। भएको कल कारखानालाई भएको कल कारखानालाई चाहिँ हामीले पुनः निर्माण गरेर चाहिँ त्यसलाई अगाडि बढाउनु पऱ्यो। यसरी नै हेर्नुहोस् त, अहिले म यो आयुष्मान एरियामा अहिले म केही महिनादेखि छु। यहाँले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त, हिजो मरुभूमि थियो, अहिले चाहिँ यस्तो सुन्दर डेभलप गरेको छ। पक्कै पनि त्यही हेरेर त हाम्रो नेपालमा धेरै छ। तेल बेचेर यत्रो बनाउन सक्छ भने हाम्रोमा त जल जमिन जडीबुटी प्रशस्त छ। विश्वका सबभन्दा एउटा स्वर्ग जस्तो टुक्रा देशलाई आज यो नेताहरूले बिगारेर चाहिँ आज विश्वकै सबभन्दा गरिब देश बनाएको छ। हेर्नुहोस् त, दुःख लाग्छ सम्झिँदा पनि। यो के छैन हेर्नुहोस् त, हरेक कुराहरू सिस्टममा छ, हरेक कुराहरू ब्रेक गर्न पाउँदैन। हामी सिस्टममा चल्यो भने कसैले केही दुःख पाइँदैन। तर जसले चाहिँ यहाँ सिस्टमका ब्रेक गर्छ सबैलाई कारबाही हुन्छ, बराबर कारबाही हुन्छ। यता हाम्रो झोले हाम्रा नेता जो पार्टीका दासहरू छन् उनीलाई चाहिँ जहिले पनि पक्षपोषण हुने गर्छन्। हेर्नुहोस् त, यत्र ब्रिजहरू बनेको छन्, अब ब्रिजहरू बनेको छन्, कस्तो हेर्नुहोस् त। हाम्रो नेपालको जस्तो जामहरू केही देखिँदैन। नेपालमा जस्तो यो जुन काचा कुचुकहरू रोडहरू बिग्रेका त्यस्ता केही देखिँदैन। यहाँ त हेर्नुहोस् त, सरर हाम्रो 4 लेनको अहिले एसियन हाई बनिरहेको छन्। 6 लेनको एसियन हाई बनिरहेको छन्। 4 लेन कुनै ठाउँमा 6 लेन भन्दा पनि 4 लेनको 6 लेन भन्छ, तर 4 लेन धेरै त्यसो हुँदाखेरि यहाँ त 6 लेन होइन, यहाँ त तपाईँको 10 लेन, ठुलो लेनभन्दा बढी त्यस्तो बाटोहरू छन्। हेर्नुहोस् त, यो पब्लिक बस यहाँ त डबल डिक जति मान्छे भन्दा बढी आउनु पाउँदैन। र अहिले चाहिँ म त्यो भिडियो बनाउनु कारण यो पनि हो कि अहिले चाहिँ म ड्युटी आवरमै छु। ड्युटी आवरमा भए पनि मैले चाहिँ त्यसरी भिडियो बनाउनु मिल्छ। त्यसले गर्दाखेरि चाहिँ यहाँको परिवेश, यहाँको अवस्था, यहाँका जुन एक किसिमको विकासको मोडलहरू कसरी भएको छन् यो कुराहरू मैले नजिकबाट हेर्ने अवसर मिलिरहेको छ। सायद म एउटा आफ्नो श्रम समय बित्न आए तापनि यहाँ धेरै कुराहरू सिकिरहेको छु। नेपालमा के गरौँ भन्दा पनि बाध्यता परिस्थितिले र त्यहाँ देशको भावले गर्दाखेरि बस्न नसक्ने अवस्था भयो। अहिले चाहिँ म बाध्य भएर चाहिँ अहिले म यो अर्थ खाडीमा आएको छु मान्छेमा। त्यसो भएदेखि पक्कै पनि यहाँले यो भिडियो हेरेर यहाँले आफ्ना सतर्क कमी राख्दिनु होला। पब्लिक बस यो चाहिँ दुबई यहाँदेखि जान्छ, यहाँदेखि चाहिँ अबुधाबी जान्छ। यो चाहिँ त्यस्तो हो, त्यसले आफ्नो छ यस्तो डेभलप भएको छैन त्यो बिल्डिङहरू। मान्छे छैन नेपालको जस्तो, तर यति धेरै चाहिँ यहाँ के अरे डेभलप भएको छ। सबै विदेश अरू देशबाट चाहिँ
कामदारहरू लिएर चाहिँ यहाँ चाहिँ पुरा डेभलप गरेको छ। पक्कै पनि यो देख्दाखेरि मलाई थाहा लाग्छ, आयुष लाग्छ कहिले हाम्रो नेपालमा चाहिँ यस्तो होला सायद। अब हाम्रो संस्कार त्यस्तो छ कि सुनेरै त्यस्तो छ कि अब यो अहिले के गर्छन्, युवाहरू पनि त्यही हिजोकै बुढाहरू जस्तै भएका छन्। जो देश कङ्काल बनाउने, देश बेच्ने केटीहरू जस्ता फटा भ्रष्टाचारी, सेवा व्यवस्था फटा भ्रष्टाचारी, त्यसै गरी पछिसम्म प्रचण्डहरू पनि एकदमै लिप्त छन्। त्यसैले गर्दाखेरि त्यो पुँजीपति वर्गहरूको भिडले गर्दाखेरि आज एउटा गरिब निमुखा जस्तो मध्यमवर्गीयहरू चाहिँ आज देशमा बस्न सक्ने अवस्था छ। आफ्नो क्षमता, आफ्नो च्यालेन्जसिप हुँदा पनि यसरी विदेश भित्र आउन बाध्य छौँ। यो कुराहरू चाहिँ हामीले ब्रेक गर्नुपर्छ। अब नेपालमा केही सुरुवात गर्नुपर्छ। त्यसो भए अब हामी आउनु परिवर्तन गर्नको निमित्त हामी कुनै पार्टीका कुनै दलका झोले अन्तर्भुक्त हुनु हुँदैन। अब अहिले नै एउटा झोला बिसेर हामी चाहिँ त्यो देश निर्माण गर्नको लागि चाहिँ हामी लागौँ। सकेसम्म हामीले चाहिँ उद्योगहरू खोलौँ, व्यवसाय गर्न सकौँ होइन, र रोजगारी सृजना गर्न सकौँ, यही भन्न चाहन्छु। धन्यवाद।